भिडियो गराएन कि जस्तै हुनुहुन्थ्यो लाजलाई दादा चना चना चाहिँ हरियो रहेछ मसुरो पाकेछ केराउ पाकेछ चना पाकेछ गाजर छ गाई झोर हेलो एभ्रिवान नमस्ते हामी जहिले फेरि पनि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा अनि फेरि पनि आइसकेको छ हजुरको सामु नयाँ दिन नयाँ भ्लग लिएर कस्तो अहिले चाहिँ म एक्काइस फेरि गाउँमा आइसकेँ यहाँ गाउँमा काम परेर घरमा अन्त चना मसुरहरू खोल्ने काम परेछ सुकिसक्यो अनि गहुँ पनि पाकिसकेको कारणले इक्जाम छ जतै पनि इक्जाम लास्टमा सर्यो कि फेरि लास्टमा सर्यो अनि त्यही भएर म यता घरमा आएको छु यता चना मसुरहरू स्याहार्न अनि आधा चाहिँ स्याहारिसक्नु बुबुले अनि म यहाँ घरमा आइसकेँ अब घरको भ्लग छ गाउँको भ्लग अनि अहिले चाहिँ म फुपू चाहिँ गइसक्नु भयो नै मसुरो खोल्न अनि चना चाहिँ पाक्न लागेको छ अरे पाक्दैछ गहुँ चाहिँ पाइसक्यो गहुँ भोलि काट्ने छ अनि आज चाहिँ मसुरो खोल्ने हो अनि फुपू चाहिँ गइसक्नु भयो अनि म चाहिँ यहाँ घरमा यताउति पानी भर्ने अनि यताउति काम थियो अनि त्यही म सकिसकेँ अहिले चाहिँ म रेडी भइसकेको छु बारीमा जानलाई अनि यसो यो चाहिँ फुपूको उसैको जगेल्ला छु अनि गरिमा हल्का घामबाट पनि सुरक्षा अनि आफूलाई पनि सजिलो कम्फर्टेबल त्यही लगाएर जानला छु अनि यहाँ चाहिँ हामी फुपूले गरिसक्नु भयो आधा मसुरहरू यता केराउ ठटाएर सक्नुभयो अब आधा मसुरो छ यहाँ केलाउन छ अनि म चाहिँ यता मम्मी लाउनु भएको चाहिँ ढुटो के हो यसलाई म चाहिँ अब नाम्न लिएर जाँदैछु मम्मी चाहिँ गइसक्नु भयो म सटर जाउँ सो साथीहरू हेर्न सक्नुहुन्छ मैले पहिला हजुरलाई देखाउँदै आएको थिएँ नि हरियो गाउँ अहिले चाहिँ पाकिसक्यो सबको पाकिसक्यो अब सबै काट्न लानु भएको हामी छ्यामार पनि हाम्रो चाहिँ घरको यहाँ चाहिँ हाम्रो गुलाब फुल फुलिसक्यो मेरो बुढाले रोप्नु भएको अनि दाजु चाहिँ घाम लाग्न सुरु हुँदैछ अनि भालेको राखा पुरै आलाराम गाउँको आलाराम अनि हाम्रो पनि बिहान बिहान कराएको थियो अनि अहिले चाहिँ म जाँदैछु अहिले चाहिँ म बारीमा आइसकेँ यता माथि भिडियो गराएन कि जस्तै हुनुहुन्थ्यो लाजलाई हाम्रो यतातिर अस्ति नै रोपेको कति छिटो ठुलो भइसक्यो हाम्रो प्याज होइन त अस्ति भर्खर हरियो भएको आज त खाङ्राङ खाङ्रुङ तर चना चाहिँ हरियो रहेछ ल ओके यहाँ त खतरा भयो त लसुन यहाँ गाउँ सबै पाकिसक्यो हौ अस्ति देखाएको गाउँहरू त आज त खाङ्राङ खाङ्रुङ घाम भएर नि होला बेसरी ए अब उता त भ्याइसक्यो रहेछ मसुरो यता मात्रै बाँकी रहेछ हाम्रो फुपूले खोल्दै हुनुहुन्छ अब कस्तो छ ज्याकेट अलि भेटाएर लगा ल हेलो गुड मर्निङ हेर्नु कस्तो छ त मलाई छ यहाँ बुहारी आएको बेला छिटो मसुर ध्यान भनेको झन् ढिलो गर्छ पानी भर्दा के गर्दा छिटो काम भ्याउनु भनेको त मसुरो पाकेछ केराउ पाकेछ चना पाकेछ गाजर छ गाई झोर आउनु भन्नु न होला आउनु भन्नु न आउनु यहाँ काम गर्न आशाको साथीहरू आशाको साथीहरू त्यहाँ त मेरो साथीहरू सबै आइदिनु होला त यहाँ केराउ पाकी चना पाकी गहुँ पाकेछ पानी चार्नु छ प्याजमा ल अरू भन्छ अहिले भन्नु न बोल्नु न किन ठ्याच्चै भन्नु यहाँ मसुरो खान पनि सकेको छैन ठ्याच्चै बसी यति रहेछ न अब फेरि भोलि गाउँ काट्ने गहुँ काट्न छ कति सुकिभ्याएको पानी
त्यो त हरियो रहेछ त सबै खोल्दिने हरियो खोल्दिनु हरियो कोही घाँस हुन्छ बाख्रालाई बाख्रा घाँस पनि सक्यो अब सबै त्यसले सुक्खा भइसक्यो अब एउटा डुङ्ग्री छ यही पनि आउँछ अन्त किन्न यो पनि राम्रोसँग पलाएर जाने पानी आएन त्यो भएर राम्रोसँग पलाएन दाउ दिनुपर्छ नै बत्ती आयो न बत्ती नै आएन बत्ती कि बत्ती ऊ भयो कि अब कुलमान घिसिङलाई हटाएको त बत्ती पनि जानु छोड्यो आउन छोड्यो अब राम्रो मान्छेलाई हटाएपछि के अन्त नि राम्रो मान्छे झन् अझै कति घन्टा बत्ती मागेछ भारतमा भन्थ्यो अब राम्रो मान्छे त कहाँ टिक्न दिन्छ त्यही त राम्रो मान्छेलाई निकालिहाल्छ गाह्रो छ गाह्रो मसुरी पनि उखालिसक्यौँ हल्का अलिअलि हरियो थियो अनि त्यो चाहिँ भोलि उठ्नु भनेर राख्यौँ अहिले चाहिँ मैले घाँस बोकिरहेको छु चना खाँदै हामीले चना पाक्नु लाग्छ अलिक बेसी पाकेको छैन ठाउँ ठाउँ पाक्नु लाग्यो अब गहुँ चाहिँ भोलि काट्ने हो किमु रहेछ कि किमु हाम्रो पहिला कति सानो खानु हातमा दल्ने लिपस्टिक लाउने कति धेरै थियो नि हामी पहिला माइत गर्थ्यौँ कि म टिप्छु है ल तपाईँहरू कति खानुभयो मेरो केटीहरू पनि खायो होला साथीहरूले तिनीहरूले त उसले बिन्दुले त काफल ल्याएको थियो के गर्नु अर्काको फल आँखा पनि आँखा तरी मर भने जस्तै भयो यता फाल्नु त भने ल भन्दै ए हेर्नु हामीले लेखको के अरे अरू लेखको काफ खान्छ नि कि हामी त यता दमारको किमु हाम्रो लागि यही हो काफल यही हो किमु सबै यही हो खाने टक्क लाओ धेरै त खाना खामा पेट दुख होला काँचो काँचो खान्छु म त रुचाउन नपाएको चुकिलो खान्छु चुकिली त हाम्रो केटीहरूको लागि फेभरेट हो नि केटीहरू भन्दा मेरो लागि त फेभरेट हो मेरो बुढा दङ गर्छ क्या चुके बुढी के भन्छ क्या त्यो मेरो माई फेभरेट छ अझै किमु यहाँ चना यस्तो छ भोको बसिन नै गाउँ आयो भने रुममा पो खोले अब आफै किने खाए पैसा भए आफै किनेर खाने नत्र त्यस्तै हो यतातिर चाहिँ लसुन यहाँ दिदीहरूको हाम्रो चाहिँ प्याज अनि अब म घाँस बोकेर जान्छु खाना पकाउनु पर्यो अब फेरि के गर्छु हेर्नु होला लास्टसम्म टक्क हेलो साथी हाम्रो दिदीले र बजेले चाहिँ यहाँ मसुरो केलाउनु भएको छ आधी जति केलाइसक्नुभयो यहाँ छ कस्तो लागिरहेछ केलाउन पाउनु जौनाले भन्दा पनि हुन्थ्यो एउटा अलि चिलाएको सुपुको डुलो पर्दैछ तपाईँको घर कहाँ हो नाम सोध्नु पहिला तपाईँको घर कहाँ भन्छु त झापा जिल्ला तपाईँको नाम के हो मेरो नाम यही काम हो सो अहिले चाहिँ म अनि त्यो बिहान अलिकति मसुरी केलाएँ त्यो चाहिँ बहिनीले अलिअलि भिडियो गराइदिएको थियो कस्तो गराइदियो हेर्न बाँकी छ अनि अहिले चाहिँ म यतै मसुरो हल्का अलिकति बाँकी छ अनि त्यो राम्रोसँग कोसाहरू थिचिरहन्छ क्या अनि त्यही भएर मैले त्यसलाई चाहिँ यहाँ थैलोमा हालेर लट्ठीले पिट्न लाग्छु अब कोसँग डिस्केको छ त्यही पाउनु पऱ्यो अब यसलाई
यसलाई यसरी पिटेर अनि यस्तो थटाएर अब त्यसलाई चाहिँ म फेरि केलाएर फेरि यस्तो यसरी रेडी पारेर राख्नु छ। यति भयो। अघि नै चाहिँ केलाको बाँकी यति छ। अनि अरू चाहिँ बिहान खोलेको चाहिँ त्यो बारीमा छ सुकाउन राखेको। अनि अहिले चाहिँ यति भयो। अनि अब चाहिँ यति यसलाई थटाउँछु। अनि थटाइसकेपछि यसलाई केलाउँछु। अनि कति हुन्छ तपाईँलाई देखाउने नै छु। सो अघि हिजो चाहिँ बिहान त्यहाँ फुल खिचेर फुल देखेको थिएँ, फुल भिडियो गराएँ। त्यसपछि त आँखा चिमिक माल गायब भनेर आँखा झिमिक माल गायब भने जस्तै पाठाले स्याहार उठाइदिन्छ। अब यो पाठाहरूलाई व्यवस्थापन गर्नु छ। अनि अहिले चाहिँ म यहाँ फुलहरू पनि अलि गोड्नु पर्ला भनेको भ्याएसम्म हेर्दै जानु होला। अनि म चाहिँ अहिले ठटाउन लाग्छु। गाउँ काट्ने भनेको फेरि बादल लाग्यो जस्तो गरेर फेरि तलतिर खेतरा भन्नु जानु भएको पुजै। अनि अहिले खेतरा भन्नु जानु भयो। भोलि चाहिँ गाउँ काट्ने हुन्छ होला। अहिले अलिकति काटौँ भनेको त पानी पर्ला जस्तो गरेर फेरि अलिक घाम लाग्यो। अब भोलि नै काटाइ हुन्छ होला। अनि त्यस्तै छ। हेर्दै गर्नु होला भिडियो लास्टसम्म मन पराइदिनु होला। अनि अहिले चाहिँ म यो ठटाउँछु। साथीहरू अहिले चाहिँ म सबै काम सकेर पनि अहिले रेस्ट गरेको। अनि सबै खानासाना बनाएँ। अनि यताउति कुखुरा स्याहारेर बङ्गलोलाई खाँदैर अहिले चाहिँ बसेको। मम्मी चाहिँ तलतिर जानुभएको, अझै आउनु भएन। अब चाहिँ रात पनि लागिसक्यो। खाना चाहिँ खाएको छैन। अनि अब खाना खान्छौँ। अनि आज के कस्तो भयो भिडियो अब त्यस्तो त खासै त भएन होला। त्यही हल्का हल्का क्याप्चर गरेको छु। अनि भोलि चाहिँ गाउँ काट्ने होला। आज चाहिँ वेदर फेरि यस्तो पानी आउला जस्तो गरेको कि बादल लागेन। अघि काट्ने भने थियौँ। अनि फेरि वेदर यस्तो पानी आउला जस्तो भएर हामीले काटेनौँ। भोलि चाहिँ के कस्तो हुन्छ सल्लाह गरेर आउनुहुन्छ अरे। अनि अब हामी खाना खानु पनि छ। अनि खाना खान्छौँ। अनि अहिले चाहिँ 7 बजिसक्यो। अनि के कस्तो लाग्यो भिडियोलाई माया गर्दै गर्नु होला। अनि धेरै दिनपछि आए पनि फेरि आइरहनेछ भन्दै आजलाई भिडियो यति नै। अनि लास्टमा चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला भन्दै बाई बाई युट्युब फ्यामिलीहरू।